फङ्सन्सको ग्राफ लिएर शिक्षा वर्ष प्रेजेन्ट गर्दछौँ। y इज इक्वल टु एक्स क्युब, यसको डोमेन कहाँदेखि कहाँसम्म हुन्छ, माइनस इन्फिनिटीदेखि इन्फिनिटी, कुनै रेस्ट्रिक्सन छैन, रेन्ज भनेको माइनस इन्फिनिटीदेखि इन्फिनिटी। अब अर्को कुरा याद राख्नुपर्ने के छ भन्दाखेरि एफएक्स इज इक्वल टु एक्स स्क्वायरको डोमेन के हुन्छ, माइनस इन्फिनिटीदेखि प्लस इन्फिनिटी, तर रेन्ज चाहिँ के हुन्थ्यो, यदि ए को भ्यालु ग्रेटर देन 0 भयो भने केदेखि इन्फिनिटी, अनि ए को भ्यालु लेस देन 0 भयो भने माइनस केदेखि इन्फिनिटी हुन्थ्यो। यति कुरा याद राख्नु पर्यो हामीले। अनि अब सिन्स एफ अफ माइनस एक्स, अब यहाँ चाहिँ के छ भन्दाखेरि अड फङ्सन्स कि इभेन फङ्सन्स, फङ्सन कस्तो हुन्छ भन्दाखेरि एउटा अड हुन्छ, अर्को इभेन। अब अड हो कि इभेन हुनु भनेर थाहा पाउनु, कसरी थाहा पाउने भन्दाखेरि एफ अफ माइनस एक्स हाल्यौँ भने यदि एफएक्स आउँछ भने त्यो कस्तो फङ्सन हो, इभेन फङ्सन हो। हामीले इनपुट माइनस एक्स हाल्दा पनि त्यो आउटपुट चेन्ज हुँदैन भने त्यसलाई के भन्छ, इभेन भन्छ। अब अड फङ्सन्स चाहिँ के हुन्छ भन्दाखेरि यदि फङ्सन्समा इनपुट कति गऱ्यौँ, माइनस एक्स गऱ्यौँ, तर त्यसको रिजल्ट चाहिँ के आउँछ, माइनस अफ एफएक्स भनेपछि अब एउटा फङ्सन्स के हाम्रो एक्स क्युब छ, फङ्सन्स एक्स क्युब भनेपछि अब यसमा माइनस एक्स हालौँ, एक्सको ठाउँमा माइनस एक्स हाल्यौँ भनेपछि अब के हुन्छ, माइनस एक्सको क्युब, माइनस एक्सको क्युब भनेको माइनस एफ अफ एक्स हुँदो रहेछ। यो के रहेछ, अड फङ्सन रहेछ। अनि अड फङ्सनको अर्को प्रोपर्टी के हुन्छ भन्दाखेरि अड फङ्सनको प्रोपर्टी के हुन्छ, अड फङ्सनको प्रोपर्टी भनेको सिमेट्रिकल अबाउट ओरिजिन। के अरे, सिमेट्रिकल अबाउट ओरिजिन। सिमेट्रिकल अबाउट ओरिजिन भन्नाले कसरी बुझ्ने भन्दाखेरि यो यति पार्ट हामीलाई ओरिजिनको थाहा पायौँ भने होइन, अब यो ओरिजिन भन्दा यदि यो क्वाड्रेन्टमा पर्छ भने यसको अर्को भाग यति हुँदो रहेछ भनेर हामीले आफै थाहा पाउन सक्यौँ कि। अब सिमेट्रिकल भनेको यसलाई, यो एउटा स्केल छ, यसलाई सिमेट्रिकली काट्यौँ भने यतापट्टिको भाग र यतापट्टिको भाग चाहिँ बराबर हुन्छ भनेपछि यतापट्टिको भाग थाहा पायौँ भने हामीले यतापट्टिको त आफै लेख्न सक्छौँ नि त हो। अब एक्स क्युबको अब अर्को कुरा के हो भन्दाखेरि एक्स क्युबमा कुनै छैन नि त कन्सटेन्ट टर्म भनेपछि यो ओरिजिनबाट पास हुँदो रहेछ, हामीले यति थाहा पायौँ है। अनि अब हेर्नुहोस् है, एउटा x1 इज लेस देन x2, ल एफ अफ एक्स, अब x1को क्युब पनि x2 को क्युबसँग लेस हुन्छ, लेट भनेपछि 2 र 3 लिनुहोस्, 2 भनेको के हो, 3 भन्दा सानो हो, 2 को क्युब भनेको पनि 3 को क्युब भन्दा सानो हो नि त, हो यही भनेको एफ अफ एक्स1 क्युब। अब एफ अफ एक्स1 इज लेस देन एफ अफ एक्स2 भनेपछि यो फङ्सन कस्तो हुँदो रहेछ, अलवेज इन्क्रिजिङ, सधैँ बढिरहने हो। अब अर्को कुरा के थाहा पाउनु पर्यो भन्दाखेरि एक्सको भ्यालु 0 भन्दा ठुलो भयो भने वाईको भ्यालु पनि 0 भन्दा ठुलो हुन्छ। कसरी हुन्छ भन्दाखेरि यहाँ हेर्नुहोस्, वाई इज इक्वल टु एक्स क्युब, एक्सको भ्यालु 1 लियौँ है, वाई इज इक्वल टु 1 को क्युब भनेपछि वाईको भ्यालु कति आउने भयो, 1। अब त्यस्तै वाई इज इक्वल टु -2 को क्युब लियौँ है, यो -2 भनेको त के हो, एक्स भनेको लेस देन 0, अब यो वाई पनि त कति आयो, -8 लेस देन 0 भनेपछि यो क्वाड्रेन्ट, चारवटा क्वाड्रेन्ट हुन्छ जम्मा जम्मी कि पोजिटिभ हुने रहेछ। यो भनेको पोजिटिभ यो क्वाड्रेन्टमा, यहाँ पोजिटिभ नेगेटिभ, यहाँ नेगेटिभ पोजिटिभ हुन्छ, अनि यहाँ नेगेटिभ अनि यहाँ पोजिटिभ नेगेटिभ भनेपछि कस्तो फङ्सन्स भन्दाखेरि यो यदि एक्सको भ्यालु लेस देन 0 हुँदाखेरि वाई पनि लेस देन 0 हुने रहेछ, एक्सको भ्यालु ग्रेटर देन 0 हुँदाखेरि वाई पनि 0 भनेपछि दुइटै पोजिटिभ हुन सक्यो कि दुइटै नेगेटिभ, यो पोजिटिभ नेगेटिभ हुन नसक्ने रहेछ भनेपछि हामीले के थाहा पायौँ भन्दाखेरि हाम्रो ग्राफको कहाँ मात्रै प्लट गर्नु पर्दो रहेछ भन्दाखेरि एउटा फर्स्ट क्वाड्रेन्ट र थर्ड क्वाड्रेन्ट हो। यो एकदमै इम्पोर्टेन्ट छ। अब हामी ग्राफ बनाउनु लागौँ भनेपछि ओरिजिनमा पास हुन्छ अनि यस्तोरी जान्छ कि इन्क्रिजिङ भएर, कुनै कुरा इन्क्रिज भएको देखाउनु पऱ्यो भने हामीले यसरी बढ्दै गएको देखाउँछौँ नि त, यसरी बढ्दै गइरहेछ अरे। अब हो सिमेट्रिकल अबाउट ओरिजिन, अनि हामीलाई अर्को के थाहा छ, थर्ड क्वाड्रेन्टमा पर्छ भनेर थाहा पाइसक्यौँ। थाहा पाइसकेपछि अब के गर्ने, अब यो जस्तो छ यता पनि त्यस्तै बनाइदिने, तर यो सधैँ इन्क्रिजिङ भनेको माइनसपट्टि इन्क्रिज भइरहेछ हो। यही नै हो एक्स क्युबको ग्राफ। थ्याङ्क यू।